नमस्कार अनि जय मसी सबैजनालाई। हामी चाहिँ यहाँनिर नानीहरूलाई यो छुट्टीको लगाउमा है, स्कुल छुट्टी छ, यसै कारणले नानीहरूसँग तल दार्जिलिङमा अहिले सानो मिनी स्काई वक त्यहाँनिर छ है। अनि थुप्रै त्यहाँनिर भिडभाड हुँदो रहेछ। हामी पुग्दाखेरि त्यति थियो, तर हामी पुगेपछि चाहिँ थुप्रैहरू आइपुगेको थियो है। अनि हामी पुगेपछि त त्यहाँनिर अरू पनि थुप्रै आइपुगेको थियो है। अनि एउटा रमाइलो क्षणहरू हुँदो रहेछ नानीहरूसँग है। अनि मजा आयो। यो चाहिँ नानीहरूको त्यहाँ टिकट टक्क 50 रुपियाँ गोटा टिकट काटेपछि चाहिँ त्यसमा सट्टभित्र गए पुरै नानीहरू एकदम मनोरञ्जन गरिरहेको छ। यसको वकमा तल माथि गर्दै है, हिँड्दै होइन। एकदम यिनीहरूको खुसी नै आमा बाउको खुसी हो, नानीहरूको खुसी हुनु नै है। हामी त्यसो गरेर अब उमेर बितिसकेको मान्छेहरू के यस्तोमा मनोरञ्जन गरिबस्ने, तर नानीहरूको लागि चाहिँ एकदमै रमाइलो छ है। अनि हाम्रै आफ्नै इलाकामा पनि स्काई वक भएकोले गर्दाखेरि धेरैलाई यो भिडियो मार्फत जानकारी होस्। तपाईँ पनि आउनुहोस् है, परिवारसँग घुम्न आउनुहोस् होइन। यो चाहिँ कहाँनिर छ भने दार्जिलिङ बजारदेखि अलिकति तल बनसबेग अथवा लिम्बू बस्ती है, त्यहाँनिर तपाईँ देखिहाल्नुहुन्छ। त्यहाँनिर वेलकम टु मिनी स्काई वक भनेर त्यहाँ लेखेको एउटा बोर्ड पनि छ। त्यसको चाहिँ आई लभ बनसबेग लेखेको देब्रेपट्टि छ। त्यसकै दाहिनेपट्टि सानो बाटो छ, अलिक उता गएपछि माथि गाडीहरू बाइकहरू माथि डाँडासम्म पुग्दो रहेछ है। अनि त्यहाँ पुगेपछि नानीहरूसँग हल्का उयो खायौँ, नानीहरूसँग आलु मिमी अनि कोल्ड ड्रिङ्क्स, अनि त्यस पछाडि मोमो सब्जी मोमो खाएर अनि हामी फर्क्यौँ है। यहाँनिर नानी अहिले पनि उयो गरिरहेको छ, देखिराख्नुभएको छ तपाईँले यो दृश्य। तपाईँलाई मन पऱ्यो भने तपाईँले अरूलाई सेयर गरिदिनुहोस् है, ताकि उहाँहरू पनि आउन् अनि यसको एकदम आनन्द लुटौँ है। ल ओके, बाई बाई।